16 र 17 सुनेन भनेको परिवारले साथीलाई कहानी सुनाउँथे खतरा प्लान मनी झार्ने समुद्र पारीको देशमा थाहा पाएँ जिन्दगी रहेछ चाहिँ के घाममा तगेर काम गर्दा थाहा पाएँ फालेको भात मैले अहिले परिवार छोडेर सपना तोडेर परेछ विदेशी न ऋणको भारीले दबाको जिन्दगी कहिले पो सुध्रिन्छ यो कठिन छ दिन जति तर मैले कहिले हरेस चाहिँ खाएको छैन भन्नेलाई सजिलो विदेश मरेर गर्नेलाई पो थाहा हुन्छ आँसुलाई छोपेर खाडीमा पसेमा हुन्छ कि भनी सुधार यसले त परिवार डुबाउँछ भन्नेको भुलेको छैन मुहार गाह्रो थियो त्यो बेला फैलाउँदा हात सुनेन मेरो गुहार अप्ठ्यारोमा हात बाँध्ने आफन्तीलाई चाहियो अहिले उपहार याद आछ आमा त तिमीले पस्केर दिएको फालेको भात के नानो हुन्थ्यो र आमा त तिम्रो पछ्यौरी बिनाको रात आज भोलि त आँसु खस आमा तिमीले सोद्धा हालचाल घरतिर आउँछु त भनेको थिए तर फर्किने पाइन यो साल परदेशी भएर होला यो केटोले बिर्सियो हामीलाई त भन्ने साथीहरू सम्पूर्णलाई सम्झना अति नै छ भुलेको छैन त दिन हल्लेर हिँडेको गाउँमा के बतम र केडा हो अति नै गाह्रो छ अर्काको ठाउँमा मैले 16 र 17 सुनिन भनेको परिवारले साथीलाई कहानी सुनाउँथे खतरा प्लान मनी झार्ने समुद्र पारीको देशमा थाहा पाएँ जिन्दगी रहेछ त के घाममा तगेर काम गर्दा थाहा पाएँ फालेको भात मैले अहिले परिवार छोडेर सपना तोडेर परेछ विदेशी न ऋणको भारीले दबाको जिन्दगी कहिले पो सुध्रिन्छ यो कठिन छ दिन जति तर मैले कहिले हरेस चाहिँ खाएको छैन भन्नेलाई सजिलो विदेश मरेर गर्नेलाई पो थाहा हुन्छ आँसुलाई छोपेर खाडीमा पसेमा हुन्छ कि भनी सुधार यसले त परिवार डुबाउँछ भन्नेको भुलेको छैन मुहार गाह्रो छ त्यो बेला फैलाउँदा हात सुनेन मेरो गुहार अप्ठ्यारोमा हात बाँध्ने आफन्तीलाई चाहियो अहिले उपहार अप्ठ्यारोमा हात बाँध्ने आफन्तीलाई चाहियो अहिले उपहार